एबी तान्ने हो एबी कति दिन तान्ने हो त 5 सेन्टिमिटर तान्ने हो हैन 5 सेन्टिमिटरको लागि के गर्ने पहिला त एउटा लाइन तान्ने ठुलो हो कि नै अनि 5 सेन्टिमिटर यसमा काट्ने है एबी बराबर कति छ 5 सेन्टिमिटर छ यसरी एबी बराबर 5 सेन्टिमिटर काट्दिने यसरी मिलाउने ठीक छ अनि यहाँबाट यो साइडबाट कतै 500 यसरी काट्ने र यसरी के गर्दिने काट्ने त यो के भयो ए भयो र यो के भयो बी भयो बराबर कति सेन्टिमिटर भयो 5 सेन्टिमिटर भयो ठीक छ अब एडी बराबर कति छ 6 सेन्टिमिटर छ ए बी सी त यहाँ आउनु पर्ने हो र डी यहाँ आउनु पर्ने हो हैन एडी भनेको के भयो त भुजा भयो हो कि नै त एडी बराबर 6 सेन्टिमिटर पनि काट्ने एडी बराबर कति काट्ने 6 सेन्टिमिटर पनि काट्ने ठीक छ त यो 5 1 6 यहाँ 6 कि नै 6 6 काट ए बाट हैन ए बाट 6 सेन्टिमिटर ठीक छ काटिदिएको 6 सेन्टिमिटर अब बी र डी भन्दै छ बी र डी के हुन्छ त 8 सेन्टिमिटर त बी पछि डी यता हो कि नै विकर्ण हो बी डी के हो विकर्ण हो बी बाट यदि सी दिएको भए त के हुन्थ्यो भुजा हुन्थ्यो त 8 सेन्टिमिटर के काट्ने विकर्ण काट्ने पहिला चाप काट्ने हालमा 8 सेन्टिमिटर 8 सेन्टिमिटर 7 8 यहाँ हेर त छ कि नै 8 सेन्टिमिटर अब बी बाट 8 सेन्टिमिटर काट्दिने ठीक छ अब के गर्दिने जोड्दिने के गर्दिने जोड्दिने यसलाई जोड्ने यसलाई पनि के गर्दिने जोड्दिने अब के गर्ने हो त अब यसको त प्यारलल लाइन त तान्नु पर्यो हैन यो प्यारलल लाइन तान्ने उयो हेरेर कसरी प्यारलल लाइन तानिन्छ एंगल नदिएको अवस्थामा पहिला त के हुन्थ्यो एंगल दिन्थ्यो अनि त्यही एंगल बराबर हामी काटेर प्यारलल लाइन तानिदिन्थ्यौँ एकान्तर कोण बराबरको सम्बन्धबाट यहाँ पनि एकान्तर कोणीको सम्बन्धबाट तान्ने हैन तर यहाँ त एंगल दिएको छैन त कसरी गर्ने हेर यहाँ एउटा चाप लिने ठीक छ यहाँबाट पनि सेम यसलाई घटबढ नगर्ने यहाँबाट पनि एउटा चाप गर्ने ठीक छ अब के गर्ने यो जति एंगल हुन्छ त्यतिकै एंगल यहाँ पनि हुन्छ एकान्तर कोण बराबर हुन्छ हो कि नै यो दुईटैलाई के गर्ने यसरी नाप्ने है ध्यान दिऊ सबैजना यसलाई के गर्ने यो नाप्ने यसरी कतिसम्म छ दुनु के कति करे पर बैठल देखो त दुनु बैठले ठीक छ हेर त छ कि नै यहाँबाट पनि के गर्ने यसलाई काट्ने सेम एंगल हुन्छ कि यो यहाँ एंगल त दिएको थिएन हामीलाई हैन ठीक छ अब यो पोइन्ट र यो पोइन्टले के गर्दिने जोड्दिने है ठीक छ हेर त यो दुईटी प्यारलल लाइन लागिरहेछ कि छैन प्यारलल छ अब यहाँ 5 सेन्टिमिटर छ बी पछि के आउनु पर्ने यो पोइन्ट के भयो डी भयो अब सी त यतैपट्टि होला ए बी सी अनि डी होला हैन यहाँबाट के गर्ने यो कति छ 5 सेन्टिमिटर छ त सचको सम्मुख भुजा के हुन्छ बराबर हुन्छ त्यही भएर अब डी बाट 5 सेन्टिमिटर हामीले के गर्ने काट्ने 5 सेन्टिमिटर ठीक है दादा है 5 सेन्टिमिटर यो पछि के गरे 5 सेन्टिमिटर काट देली दोनों के कति गर्दै जोड देबै ठीक छ यो कति भयो सी भयो हेर त यो सच एबीसीडी बन्यो अब यो सचको क्षेत्रफलसँग बराबर हुने सच के काट्नु छ एबी एक्सवाई काट्नु छ हो कि नै एबी एक्सवाई को रचना गर्नुहोस् जसको एउटा कोण कति हुन्छ जसको एउटा कोण 30 डिग्री जसको एउटा कोण 30 डिग्री हुन्छ 30 डिग्री हुन्छ त के गर्ने अब यहाँबाट 30 डिग्री बनाऊ ठीक छ
ये तो है चाप छले है कि नहीं। थर्टी डिग्री के लिए की करबे तो फर्स्ट कट 60 डिग्री है ना, फर्स्ट कट 60 डिग्री आ यहाँ पे एक बार और काट लेबे 30 डिग्री के लिए है कि नहीं। आ यहाँ पर से कथी करबे ठीक है। एक बार की करबे एकरा हम जोड़ देबे कि वो एंगल कितने होते हैं 30 डिग्री होते हैं। अगले 30 डिग्री है कि ना, कितने डिग्री बोले 30 डिग्री। ए बी एक्स वाई कह रहा है ना, तो ए बी तो कथी हली एक्स हले। अब हमरा कथी चाहिए वाई चाहिए है कि नहीं। लंबा ठीक है। अभी 5 सेंटीमीटर का सम्मुख भुजा कितने होते हैं 5 सेंटीमीटर होते हैं, यानी कि एक्स पर से हम कितने सेंटीमीटर काट लेंगे 5 सेंटीमीटर काट के 5 सेंटीमीटर है ना। एक्स के बाद तो ये कथी भ गेलै वाई भ गेलै है कि नहीं। अब एकरा कथी कर देबै जोड़ देबै। यानी कि ई 100 बराबर कथी होते ए बी एक्स वाई कि ना। तो एउटै आधार ए बी र उही समानान्तर रेखाहरू बीच बनेको 100 को क्षेत्रफल के हुन्छ बराबर यसरी चाहिँ बनाउने ठीक छ। 100 ए बी सी डी बराबर 100 ए बी एक्स वाई ठीक छ, यसरी बनाउने। ल धन्यवाद।